आज हामी पैसाको त्यो नियमबारे कुरा गर्दैछौँ जुन स्कुलले त सिकाएन तर जिन्दगीमा सबैभन्दा बढी काम लाग्छ। यो सबै कुरा हामीले रबर्ट कियोसाकीको चर्चित किताब रिच ड्याड पुअर ड्याडबाट लिएका हौं, जसले पैसालाई हेर्ने हाम्रो पुरै नजरिया नै परिवर्तन गरिदिन सक्छ। एकछिन सोच्नुस् त, हामी जिन्दगीको 15-20 वर्ष एउटा राम्रो जागिर पाउनलाई खर्च गर्छौं, पढ्छौं, तर त्यो जागिरबाट कमाएको पैसालाई कसरी चलाउने, कसरी बढाउने भनेर कति दिन पढ्छौं? सायद एक दिन पनि पढ्दैनौं, होइन त? हो, यही एउटा कारणले गर्दा धेरै मान्छेहरू जिन्दगीभर कमाउँछन् तर धनी बन्न भने सक्दैन। त्यसैले आज हामी त्यही 5वटा नियमहरूको बारेमा कुरा गर्नेछौं जुन स्कुलले लुकायो तर रिच ड्याडले सिकाउनुभयो। सुरुमा हामी स्कुलको लुकेको पाठ के हो त्यो बुझ्छौं, त्यसपछि सम्पत्ति र दायित्व बीचको फरक के हो त्यो हेर्छौं, अनि पैसालाई आफ्नो लागि कसरी काम गराउने, त्यो ऱ्याट रेसबाट कसरी बाहिर निस्कने, र अन्त्यमा धनी बन्नु पनि एउटा सिप हो भन्ने कुरामा छलफल गर्नेछौं। ल सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, स्कुलको लुकेको पाठ। यो यस्तो कुरा हो जुन हाम्रो किताबी पढाइमा त छुट्यो तर आर्थिक सफलताको लागि नभई नहुने कुरा हो। हामीलाई स्कुलमा के सिकाइयो? बाबु, राम्रोसँग पढ, राम्रो जागिर खाऊ, होइन त? यसको सिधा अर्थ के हो भने पैसाको लागि आफ्नो समय र श्रम बेच। तर धनी मान्छेहरूको सोच्ने तरिका नै फरक हुन्छ। उनीहरू पैसाको लागि काम गर्दैनन्, बरु पैसालाई नै आफ्नो लागि काममा लगाउँछन्। हो, यही नै हो तलब कमाउनु र सम्पत्ति बनाउनु बीचको सबैभन्दा ठूलो फरक। अब आउँछ दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण नियम। त्यो हो सम्पत्ति र दायित्व बीचको सुनौलो नियम। यदि यो एउटा कुरा मात्र बुझियो भने आर्थिक स्वतन्त्रतातर्फको पहिलो ढोका खुल्छ। रिच ड्याडको सबैभन्दा शक्तिशाली पाठ यही नै हो भन्दा पनि हुन्छ, र यसको परिभाषा त यति सरल छ कि एसेट अर्थात् सम्पत्ति त्यो चिज हो जसले हाम्रो खल्तीमा पैसा ल्याउँछ, अनि लाइबिलिटी अर्थात् दायित्व त्यो चिज हो जसले हाम्रो खल्तीबाट पैसा बाहिर लैजान्छ। बस यति सानो कुरा बुझियो भने नि पैसाको पुरै खेल नै परिवर्तन हुन्छ। ल, उदाहरणबाटै बुझौँ न। जस्तै शेयर भयो, घर भाडाबाट आउने पैसा भयो, वा कुनै बिजनेसमा लगानी। यिनीहरूले के गर्छन्? हाम्रो खल्तीमा पैसा ल्याइरहन्छन्, त्यसैले यिनीहरू भए एसेट। अब अर्कोतिर हेरौँ, लोनमा किनेको गाडी, महँगो मोबाइल, क्रेडिट कार्डको बिल। यिनीहरूले के गर्छन्? हाम्रो खल्तीबाट पैसा लगिरहन्छन्, त्यसैले यिनीहरू भए लायबिलिटी। त्यसो भए कुरोको चुरो के हो त? सिधा छ, यदि धनी बन्नु छ भने लायबिलिटी होइन, एसेट जम्मा गर्नतिर लाग्नुपर्छ। धन बनाउने जग नै यही हो। ल, अब तेस्रो खण्डतिर लागौं, पैसालाई कसरी आफ्नो लागि काम गराउने। यो भनेको नि दिनरात आफै खटेर कमाउने, जसलाई एक्टिभ इन्कम भनिन्छ, त्यहाँबाट पैसा आफै कमाइने अवस्था अर्थात् प्यासिभ इन्कम तर्फको यात्रा हो। पैसालाई काममा लगाउने तरिकाहरू त धेरै छन्। आज हामी हाम्रो नेपाली परिवेशमा मिल्ने 5वटा मुख्य तरिकाहरूबारे कुरा गर्छौं, जस्तै शेयर बजार, घर भाडा, म्युचुअल फन्ड, साइलेन्ट पार्टनरशिप र डिजिटल एसेट्स। आउनुहोस् यिनीहरूलाई एक एक गरेर हेरौं। पहिलो नम्बरमा छ स्टक मार्केट। जब कुनै राम्रो कम्पनीको शेयर किनियो त्यसले हरेक वर्ष डिभिडेन्ड अर्थात् लाभांश दिन्छ। तर त्योभन्दा पनि ठूलो शक्ति त कम्पाउन्डिङमा छ। कम्पाउन्डिङ भनेको के हो भने नाफाबाट आएको पैसालाई फेरि लगानी गर्ने, अनि त्यो लगानीले फेरि नाफा कमाउने। यो चक्रले सानो लगानीलाई पनि समयसँगै एकदमै ठूलो बनाइदिन्छ। दोस्रो तरिका हो रेन्टल इन्कम। कुनै घर वा सटर भाडामा लगाउँदा हरेक महिना पैसा आइरहन्छ, त्यो त भइहाल्यो। त्यसमाथि समय बित्दै जाँदा त्यो जग्गाको मूल्य पनि बढ्दै जान्छ। यसलाई क्यापिटल एप्रिसिएसन भनिन्छ, मतलब दुईतिरबाट फाइदा। तेस्रो नम्बरमा आउँछ म्युचुअल फन्ड, खास गरी एसआइपी। यदि शेयर बजारबारे धेरै थाहा छैन, के किन्ने के बेच्ने भनेर तनाव हुन्छ भने यो एकदमै राम्रो विकल्प हो। र सबैभन्दा राम्रो कुरा के हो भने नेपालमा त महिनाको 1000 रुपियाँबाट पनि एसआइपी सुरु गर्न सकिन्छ। यो लगानी गर्ने एकदमै डिसिप्लिन्ड तरिका पनि हो। चौथो तरिका, यो पनि एकदमै राम्रो छ, साइलेन्ट पार्टनरशिप। यसमा के गरिन्छ भने कुनै विश्वासिलो मान्छेले चलाइरहेको बिजनेसमा पैसा लगानी गर्ने र नाफाको केही प्रतिशत लिने। यसमा दिनरात आफै खट्नु परेन, बस लगानी गरे पुग्यो। र पाँचौं, आजको जमानामा यो एकदमै महत्त्वपूर्ण छ, डिजिटल एसेट्स। सोच्नुस् त, एकपटक मेहनत गरेर बनाएको युट्युब भिडियोले वर्षौंसम्म पैसा कमाइरहन सक्छ। या एउटा अनलाइन कोर्स बनाएर राख्यो भने त्यो पनि लगातार बिक्री भइरहेर आम्दानीको स्रोत बन्न सक्छ। ल, अब लागौं हाम्रो चौथो खण्डतिर, मुसाको दौडबाट बाहिर कसरी निस्कने।
यो मुसाको दौड वा ऱ्याट रेस एउटा यस्तो जाल हो जसमा धेरै मानिसहरू फँसेका हुन्छन् र आर्थिक रूपमा कहिल्यै अगाडि बढ्न सक्दैनन्। आखिर यो ऱ्याट रेस भनेको के हो त? यो एउटा कहिल्यै नटुङ्गिने चक्र हो। कस्तो भने जागिर खाने, महिनाको अन्त्यमा तलब बुझ्ने, त्यो तलबले घर भाडा, बिलहरू तिर्ने, अनि पैसा सकिएपछि फेरि अर्को महिनाको तलब कुर्दै बस्ने। यो यस्तो दौड हो जहाँ जति दौडे पनि पुग्ने ठाउँ कतै हुँदैन। यो चक्र हेर्दा यस्तो हुन्छ, जागिरमा जानुस्, तलब पाउनुस्, बिल तिर्नुस्, अनि फेरि अर्को तलबको प्रतीक्षा गर्नुस्। यो एउटा गोल चक्र जस्तै हो जहाँबाट बाहिर निस्कन एकदमै गाह्रो छ। त्यसो भए यो चक्रबाट बाहिर निस्कने उपाय के त? उपाय सुन्दा सरल छ, तर गर्न सजिलो छैन। जम्मा 2वटा काम गर्नुपर्छ। 1. आफ्नो खर्च घटाउने, र 2. जुन सबैभन्दा महत्त्वपूर्ण हो, बचेको पैसालाई लगेर एसेटमा लगानी गर्ने, लायबिलिटीमा होइन। र अब हामी आइपुगेका छौं हाम्रो अन्तिम खण्डमा। यो हो मानसिकताको कुरा। धनी बन्नु पनि एउटा सिप हो। यहाँ हामी जोखिम र असफलतालाई कसरी हेर्ने भन्ने बारे कुरा गर्छौं। यो कुरा एकदमै गहिरो छ। स्कुलमा के हुन्छ? गल्ती गर्यो कि सजाय पाइन्छ, नम्बर काटिन्छ। तर वास्तविक जीवनमा, खासगरी पैसाको दुनियाँमा, गल्तीहरूबाटै सिकिन्छ। जो सफल लगानीकर्ता बनेका छन् उनीहरूले गल्ती गरे, त्यहाँबाट सिके अनि अगाडि बढे। सफल मान्छेहरू आँखा चिम्लेर जोखिम लिँदैनन्, उनीहरू क्याल्कुलेटेड रिस्क लिन्छन्। मतलब सोचेर बुझेर हिसाब गरेर। हो, लगानी गर्दा डुब्ने डर त हुन्छ, तर आजको जमानामा जहाँ महँगी यति धेरै बढेको छ त्यहाँ लगानी नै नगर्नु चाहिँ सबैभन्दा ठूलो जोखिम हो। र अन्त्यमा यो पूरै छलफलको सार के हो भने, धनी बन्नु भनेको कुनै जादुटुना होइन, न त भाग्यको खेल हो। यो त एउटा सिप हो, एक स्किल हो, र जसरी गाडी चलाउन वा पौडी खेल्न सिकिन्छ, यो सिप पनि जो कोहीले सिक्न सक्छ। अब जाँदा जाँदै एउटा प्रश्न सबैको लागि। आजैबाट सुरु गर्न सकिने आफ्नो पहिलो एसेट के हुन सक्छ? त्यो सायद सानो लगानी होला, वा कुनै नयाँ सिप सिक्नु होला, वा यस्तै आर्थिक ज्ञान बढाउने किताब पढ्नु होला। जे भए पनि सुरुवात चाहिँ आजैबाट गर्न सकिन्छ।